बल्ल बल्ल भेट भएको दिन, बल्ल बल्ल भेट भएको दिन, बोल्दा पनि बोल्दिन किन माया बैगुनी नभई नहुने, हो माया बैगुनी नभई नहुने। हे माया लाउँदै तिमीको तिर्सना, माया लाउँदै तिमीको तिर्सना। अमेरिका नेपाल टेलिभिजनद्वारा सञ्चालित कार्यक्रम एनआरएन स्काई फोरममा म कृष्ण केसी यहाँहरूलाई स्वागत गर्न चाहन्छु। सदाझै आज पनि स्काई फोरममा नयाँ व्यक्तिलाई लिएर आइरहेको छु। आज चाहिँ अलि विशिष्ट व्यक्तिलाई लिएर आएको छु र सबैले चाहेको, सबैले खोजेको यति बेला के भन्छ नि, सबैको नजर त्यहाँतिर परिरहेको, सबैले सुन्न चाहेको, सबैले देख्न चाहेको व्यक्ति उहाँ हुनुहुन्छ शिव राई। मैले भन्दा उहाँको परिचय उहाँबाटै गराउने प्रयास गर्नेछु। उहाँले आफ्नो परिचय दिनुहुन्छ। हजुरलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्कार। धन्यवाद हजुर। नमस्कार। छोटो परिचय दिनुहोस् न। मेरो नाम शिव राई, म 53 वर्ष भयो उमेर र भोजपुर जिल्लामा जन्मेको हो। म दिङलाको छेउमा र दिङलाकै हाई स्कुल पहाडमै म हाई स्कुल पास गरेर एग्रिकल्चर पढे हो मैले पक्ली हावामा र बिएससी रामपुरमा। त्यसपछि एमएससी स्कटल्यान्डको इडिनबरा युनिभर्सिटीबाट एउटा र यहाँ चाहिँ 3टा, यहाँ आएर अमेरिकामा 3टा र पिएचडीमा इनरोल गर्दै गरेको हो म। र अब यहाँ आउँदा पढ्ने सिलसिलामै आएको हो। 17 वर्ष अगाडि आएको हो म। त्यसै कारणले अहिलेसम्म पढाइ त अब कन्टिन्यू पिएचडी चाहिँ गरिरहेको छैन, अलिकति ग्याप भएको छ। अरू कुरा चाहिँ अब चलिरहेछ। अहिले एनआरएनमा लागेको चाहिँ म एटलिस्ट 2008 को मध्यतिरबाट हो। बाइल कमिटीमा आएको थिएँ सुरुमा। बाइल कमिटीबाट इलेक्सन भयो, त्यसपछि जेनरल सेक्रेटरी भएँ। सेकेन्ड इलेक्सनमा म सिनियर भाइस प्रेसिडेन्ट भएर आएँ। त्यसपछि अहिले प्रहलादजी जुन बाहिरिनु भयो, त्यसपछि चाहिँ बाइल अनुसार नै म अब प्रमोसन भएर अध्यक्षको रूपमा अहिले पनि कार्यरत छु। र अहिले चाहिँ अब म न्यू हेम्सायर बस्छु। आएकोदेखि नै न्यू हेम्सायरमा हो, अन्त कहीँ बसेको छैन, मुभ गरेको छैन। र सोसियल अर्गनाइजेसनमा लागेको त अब धेरै सानैदेखि, धेरै यहाँ आएर पनि त्यसमा गऱ्यौँ र चाहिँ म धेरै ठाउँमा अध्यक्षहरू भएर पनि 2-3वटा संस्थाको फाउन्डर प्लस अरू अध्यक्षहरू भएर पनि चलाइसकेको छु। त्यसै कारणले मसँग सोसियल अर्गनाइजेसनमा निकै चाख भएको र अब मेरो बच्चाहरू हुर्किसकेको हुनाले मैले खासै अरू हेर्नुपर्ने, खासै घर व्यवहारलाई त्यत्रो ध्यान नदिनुपर्ने भएर धेरै सो समयहरू मेरो सोसियल एक्टिभिटीमै जाओस् भन्ने म आफू पनि चाहन्छु। र अहिलेको अवस्थामा त चाहेको जति नै गइरहेछ, राम्रै भएको छ, खुसी नै छु। हजुर, यहाँलाई धन्यवाद यहाँसँग कुरा गर्नुभएकोमा। यहाँनिर कुरा गर्नुपर्दा एनआरएनमा चाहिँ किन चासो देखाउनु भयो? सुरुका दिनमा कसरी इन्ट्री हुनुभयो? अब एनआरएनमा म एउटा संस्थामा चाहिँ एउटा सिनियर भाइस प्रेसिडेन्टको रूपमा कार्यरत थिएँ। अलि एक्टिभ भएपछि म चासो भन्दा पनि अरूलाई चाहिँ अलिकति आँखा गाडेको जस्तो लाग्यो। अरूले आँखा गाडेर मलाई त्यहाँ तान्नुभयो। त्यहाँ तान्नेमा चाहिँ मेजर रोल चाहिँ डाक्टर तारा निरौलाको छ। उहाँले मलाई धेरैचोटि बोलाउनु भयो, कुरा गर्नुभयो र उहाँले भन्नुभयो। पछि गएर हाम्रो गिरिजा गौतम दाईले पनि ल है तपाईँले एउटा सबैको हितको लागि काम गर्नुपर्छ है तपाईँले भनेर उहाँले पनि बारम्बार भन्नुभएको हो। त्यसपछि अन्य साथीहरू धेरै ठाउँबाट आउनुभयो, धेरै साथीहरूको सहयोग आयो, भेटियो, मित्रता कायम गरियो। त्यस कारणले मलाई यसमा चाहिँ यो एकदम गर्नुपर्ने ठाउँ रहेछ, यसमा सेवा गरे चाहिँ राम्रो हो, सबै नेपालीको लागि हुने रहेछ, नेपाल र नेपालीको भन्ने भावनाले म उत्प्रेरित भएको हो यसमा चाहिँ। हजुर, त्यसपछि अनवरत रूपमा कुनै न कुनै लेभलमा रहँदै अहिलेसम्म चाहिँ एकदम अब अमेरिकामा रहेको यो संस्थाको सर्वोच्च स्थानमा हुनुहुन्छ भनौँ न। स्थान सर्वोच्च हो, तर म आफूलाई मै चाहिँ सर्वोच्च हो भनेर चाहिँ भन्दैन। हजुर, यहाँसम्म यसरी काम गरेर योगदान पुर्याउनु भएको लागि म
हाम्रो टेलिभिजनको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। फाइदा होस्। यहाँनिर अलिकति फरक कुरा प्रसङ्ग उठाउँछु। जहिले पनि हाम्रो यस्तो एनआरएनको कुरा सङ्घ संस्थाका कुरा नेपाललाई हेरेर नि यहाँ गर्छौँ, तर नेपालमा गएर गर्ने केही पनि छैन। मलाई त्यहाँको प्रधानमन्त्री चेन्ज गर्नु पनि छैन, म पनि त्यहाँ गएर सांसद बन्ने पनि होइन, केही पनि होइन। अनि जहिले कुरा चाहिँ नेपालको आधारमा यहाँ गरिन्छ। अनि यहाँ पनि 50,000 मान्छे छन् होइन। अब त हामीले यहाँको मान्छे नेपालबाट आएका अथवा नेपाली ट्याग भएका यहाँका मान्छेहरूको लागि सोच्ने होइन र? कस्तो लाग्छ त्यो तपाईँको कुरा एकदम जायज हो। यहाँको लागि पनि सोध्नुपर्छ, नेपालको लागि पनि सोध्नुपर्छ भन्ने मान्यता हो एनआरएन होइन। राजनीतिक रूपले त्यस्तो एनआरएनमा त्यस्तो धेरै डाइरेक्ट देखिएको छैन अहिलेसम्म। भित्रभित्र अब कसै कतैले बजारे उमा हाउला हो, तर त्यस्तो धेरै अहिलेसम्म चाहिँ राजनीतिक रूपले अब कुनै पनि समूहले यही समूह यसरी जानुपर्छ भनेर आएको अवस्था चाहिँ छैन अहिलेसम्म। अब यहाँनिर एउटा पोइन्टलाई बन्द गरेर अर्को पोइन्टमा जाउँ। अहिलेसम्म विगतको इतिहासमा हेर्ने हो भने सबैभन्दा बढी यो एनआरएन एनसीसी युएसएको चाहिँ मेम्बरसिप कतिजना भएका छन्? सबैभन्दा बढी भएको वर्ष अहिले भएकै अहिले हो। यो पटकलाई 5,000 को छेउमा छ होइन। टोटल संख्या 5,000 छ। हिजो अस्ति 5,000 को छेउमा छ भनौँ, 5,000 नआएको छैन। 5,000 को छेउमा 4500 माथि 5,000 को छेउमा छ। हामी अहिले सबै कुरा फारम जति आएको छ त्यसलाई चाहिँ नि टेबुलेसन गर्दैछौँ, एक्सेलमा हाल्दैछौँ। र त्योभन्दा हिजो अस्तिसम्म भनौँ न 1 महिना 1.5 महिना अघिसम्म हाम्रो 500-700 मात्रै थियो। र अहिले जुन यो बढेको छ एकैचोटि वा त यो इलेक्सनको कारणले पनि बढेको हो भन्ने लाग्छ। र अहिले नै हो सबैभन्दा धेरै मेम्बरसिप भएर आएको छ। के पुलिङ फ्याक्टर छ कि मान्छेहरूको त्यो चासो अनि एउटा इन्ट्रेस्ट मेम्बर बन्ने कुरालाई चाहिँ एकैपटक 10,000% बढिरहेको छ होइन। 600-500 बाट 5,000 हुने भनेको त असामान्य गति बढ्यो नि। यो के हो? त्यहाँ चाहिँ एउटा मेन फ्याक्टर चाहिँ के छ भने पहिलेको बाइलामा के थियो भने डेलिगेटले मात्रै भोट हाल्न पाउने, 10 जना मेम्बर बराबर 1 जना डेलिगेट वा कुनै पनि अर्गनाइजेसनको चेयरले मात्रै भोट हाल्न पाउँथ्यो। त्यो एउटा प्रावधान थियो। अहिले त्यो प्रावधानलाई हामी नयाँ बाइला बनायौँ र त्यो प्रावधानलाई हटायौँ र इन्डिभिजुअललाई हामीले भोटिङ राइट दियौँ। त्यो पनि इलेक्ट्रोनिक भएपछि चाहिँ मान्छेहरू के भयो भने त ओहो हामीले पनि भोट हाल्न पाइने भयो, हाम्रो पनि राइट आयो। र अब त्यो पनि हामी घरै बसी बसी आफ्नो कम्प्युटरमा अथवा हाम्रो स्मार्टफोनबाट आइफोनबाट भोट हाल्ने प्रावधान हामी गरिरहेछौँ भनेपछि त ओहो ल हामीले पनि हाम्रो नेता छान्ने पाइयो। पहिले डेलिगेटको बाटो हट्यो, अब चाहिँ हामी पनि ल छान्ने हो गर्ने हो भनेर सबै नेपालीहरूको अहिले जति एनआरएन साथी हुनुहुन्छ उहाँहरूलाई यो इन्ट्रेस्ट बढेर आएको चाहिँ हो। त्यसै कारणले यो मेम्बरसिप बढेको पक्कै पनि हो। अब एउटा एटलिस्ट एउटा कुरा चाहिँ अहिलेका टिमले गरेको कुरालाई मान्नुपर्छ कि एटलिस्ट यो लेभलसम्म पुर्याउनु भयो होइन। हजुर एकदम। अनि दोस्रो कुरा चाहिँ अझै पनि अब कति सुधार्ने ठाउँ होला नि, एकैपटक कम्प्लेन गर्नुभन्दा भएका चिजलाई पनि हेर्दै जाउँ होइन। एउटा मौका त भयो नि, कम्तीमा घरबाट आफूले भोटिङ गर्न पाउने भयो। यो लेभलसम्मलाई त मान्नु पर्यो। अब यहाँभन्दा अर्को लेभल चाहिँ फेरि अलिकति भेरिफिकेसनलाई हेर्ने हो भने अलिक गाह्रो जस्तो देखिएको छ नि, किन त्यस्तो? अब यहाँ दुईटा कुरा म तपाईँलाई अब भन्छु। एउटा कुरा हामीले यो नयाँ बाइला एप्रुभ गऱ्यौँ फेब्रुअरी 23 मा र अहिले मार्च 4 सम्ममा हामीले यति बनाउन सक्यौँ मेम्बर भनेपछि अब यो कन्टिन्यू जान्छ 2015 को सम्म होइन, 15 को मे सम्म। त्यसै कारणले यसमा धेरै बढ्छ। एक अब भेरिफिकेसनको कुरा चाहिँ यहाँ के भयो भने अलिकति कम्प्लिकेटेड आएको। तपाईँले भनेको कुरा चाहिँ के छ भने पहिलेको बाइला अनुसार धेरै मेम्बरहरू पनि कति बन्नु भएको थियो र अहिले जति मेम्बरहरू बन्नु भएको छ उहाँहरूलाई हामीले एजुकेट गर्न पनि समय पनि पाइएन। त्यसैले जुन हाम्रो फर्म थियो, जुन प्रावधान पहिलेको थियो त्यसैको आधारमा हामीले उहाँहरूलाई मेम्बर पनि बनायौँ, उहाँहरू पनि आउनुभयो। त्यसै कारणले गर्दाखेरि अब अहिले त्यहाँ अहिलेको पुरानो मेम्बर फर्म हेर्नुभयो भने त्यहाँ आइडी खोजिएको छैन, 18 वर्ष नागेको छ कि छैन भन्ने प्रावधान मात्रै छ। तर तपाईँ अहिलेको बाइलालाई हेर्ने, आइसिसी को बाइलालाई हेर्ने हुँदाखेरि त 2 वर्ष कुनै पनि देशमा बसेको हुनुपर्नेलाई एनआरएन मान्ने अथवा लिगल स्टाफहरूलाई मान्ने भन्ने हिसाबले त्यो कुराहरू आएको छ। अब त्यो आएकोमा अहिले चाहिँ अब तत्कालै लागू गर्न चाहिँ अहिले हामीले इम्प्लिमेन्टेसनलाई लागू गर्न चाहिँ हामीलाई पनि गाह्रो भएको छ। त्यसलाई अलिकति एजुकेटेड यहाँनिर म रोकौँ।
2 वर्ष भयो या भएन भन्नु त कुरै छोड्दियो कि त्यो मान्छे यहाँ छ कि छैन भन्ने पनि ल मैले अरूको कसैको मेरो फोन नम्बर चलाएँ रे अनि अरू कसैको फर्म भरे रे त्यो भेरिफाई कसरी हुन्छ? त्यो भेरिफाई चाहिँ भेरिफाई टिमलाई जिम्मा दिएको छ हैन? त्यो भेरिफाई चाहिँ होइन दिएको छ, तर त्यसमा चाहिँ हामीले के कुरा चाहिँ खोजिरहेछौँ भने त्यसलाई चाहिँ पिक्चर आइडी माग्ने भन्ने कुरा चाहिँ आछ हैन? पिक्चर आइडी माग्ने, उहाँहरूको पिक्चर आइडी माग्ने। हामी सबै बरु टाइम लिन परे, लिने अलिकति बढाइदिने, 1 महिनामा पुगेन भने 1.5 महिना लिने अथवा 5 हप्ता लिने, टाइम लिने, तर उहाँको पिक्चर आइडी लिने, फोनबाट अब कुराहरू सोध्ने। उहाँहरू अब कति कुराहरू चाहिँ भुटानी पनि हुनसक्छ, पिक्चर आइडी हुँदाहुँदै पनि भुटानिज पनि हुनसक्छ, पिक्चर आइडी हुँदाहुँदै नेपाली तर भारतीय नागरिक पनि हुनसक्छ। यस्ता कुराहरूलाई पनि हामीले चेकअप गर्नुपर्ने हुन्छ। प्रोसेसमा अलि टाइम चाहिँ लाग्छ, तर गर्नै नसकिने भन्ने कुरा छैन। र प्रोसेसले हामीले तोकेको प्रोसेसले भेरिफिकेसन प्रोसेसले चाहिँ त्यहाँ भेरिफाइड हुन सकेन भने उहाँ चाहिँ अहिलेको अवस्थामा भोटिङ अधिकार उहाँको चाहिँ हामी भोटिङ अधिकार चाहिँ दिन सक्दैनौँ। उहाँले अहिले जस्तै अब यहाँनिर हजुरले भन्नुभयो कि भुटनिजको कुरा उठाउनु भयो होइन, अथवा यसो भनौँ भुटनिज नेपाली अमेरिकन। हजुर, यो 3वटा ट्याग लागेको छ नि। 20औं वर्ष नेपालमा जन्मिए वर्षे तिनका सन्तान नेपालमा पनि जन्मिएका छन् र अहिले अमेरिकामा छन् भने त्यो बच्चा भनौँ न ल अहिले सपोज नेपालमा 20 वर्ष पहिला जन्मेको थियो अनि यहाँ अहिले अमेरिका आयो, नेपाली भूमिमा जन्मियो, उसको पुर्खा चाहिँ नेपाली थिएनन्, भुटनिज थिए अथवा कुनै ट्यागले नेपाली कल्चरमा पर्छ भनौँ न, अब त्यो मान्छे मेम्बर हुन पाउने कि नपाउने? त्यो चाहिँ पहिले बाइलामै हामीले चाहिँ नि व्याख्या गर्नुपर्छ त्यसलाई। जबसम्म बाइलाले त्यो सुविधा दिन्छ कि दिँदैन? अहिले दिँदैन। तर अब डाउन द रोड हामीले बाइला पनि अब यो 1 वर्षमा सबै कुरा पर्फेक्ट हो भन्न त मिल्दैन। भोलिको दिनमा फेरि अपडेट गरेर उहाँहरूलाई पनि राइट, अब भोलि एक दिन चाहिँ नेपाली पनि यहाँ वास्तविक भन्ने हो भने यही माटोमा कता हराउँछ होला, भुटानिज पनि यही माटोमा कतै बिलिएर मिसिएर सबै छासमिस हुन्छ, जरुर हो। तर पनि अब अहिले चाहिँ बाइलाले नदिएको अवस्थाले मात्रै यसलाई सोचिएको हो। तर डाउन द रोड होइन, उहाँहरू पनि एक किसिमको नेपाली ट्याग त उहाँहरूसँग छ नि, नेपाली भाषा बोल्नुहुन्छ, नेपाली कल्चर छ, नेपाली गीत गाउनुहुन्छ, दसैँ तिहार मान्नुहुन्छ अथवा उभौली ओरौली गर्नुहुन्छ अनि सेवारो गर्नुहुन्छ, सबै गर्नुहुन्छ, थर जात सबै मिल्छ होइन? एउटा त नाता छ नि। होइन, नाता हामीसँग छ। हामीले यहाँ न्यू हेम्पसायरमा पनि के गरिरहेछौँ भने यहाँ टन्ने हुनुहुन्छ, हामीले मेम्बर एकजना पनि बनाएको छैन र उहाँहरूलाई चाहिँ जस्तै हामीले दसैँ मनाउँदा उहाँहरूलाई निम्तो गर्छौँ, कार्यक्रम कुनै पनि कार्यक्रम अब बुद्ध जयन्ती मनाउँदा, सरस्वती पूजा गर्दा हरेक कुरामा हामी सहभागी हुन्छौँ, उहाँहरूको भाषा र सबै कुरा मिल्छ। तर राष्ट्रियताको कुरा जब उड्छ होइन, त्यो चाहिँ गाह्रो हुन्छ, त्यो कुरा डिफाइन गर्नलाई गाह्रो हुन्छ। अब त्यसरी भाषा मिल्दा त हामी हिन्दी पनि बोल्छौँ होइन, हामी हिन्दी गाउँछौँ, हिन्दीको लगभग सबै जान्दछौँ, मुभी सबै हेर्छौँ, सबै गर्छौँ। तर अब हामी यद्यपि इन्डियनहरूले हामीलाई चाहिँ नेपाली हो नै भन्छन्, हामी उनीहरूको भाषा बोल्दै जाँदा त्यो कुरा त फरक हो। कुरा चाहिँ जस्तै मैले इन्डियन हुँ भन्नु र जो नेपालमा आएर बसेर नेपालबाट थर्ड कन्ट्रीमा अमेरिका आउनु भएको छ उहाँहरूको चाहिँ अलि स्थिति फरक हो। मैले भनेको छु कि पहिलो जेनेरेसन जो नेपालमा जन्मिए उहाँहरूको। एनिवे यहाँले गर्नुभएको कुरामा म अब आउने दिनमा सुधार हुँदै जान्छ होला अथवा केही न केही वे त निस्किन्छ। सुधार हुन्छ त, नभएर हुँदैन। अब यो पाटोलाई एकछिन बन्द गरौँ। हजुर, अब अहिलेसम्म चाहिँ यहाँले भन्नुभयो मेम्बरसिप 5000 को तलमाथि हाराहारी प्लस माइनस 45 माथि 45 भन्दा क्रस छ। अब चुनावतिर जाउँ एकछिन, यी सबै कुरालाई छोडेर चुनाव कस्तो हुने अनुमान गर्नु भएको छ? अब मैले चाहिँ मेरो आफ्नो अनुभवमा चुनाव चाहिँ योग्य काम गरेका, अनुभव भएका, योग्य दुःख गरेका मान्छेहरू आउँछन् भन्नेमा छु म। किनभने अघि मैले भने यसमा राजनीतिक धब्बा लाउनु हुँदैन र राजनीतिक पाटाले आउनु हुँदैन र कति साथीहरू चाहिँ इन्ट्रेस्ट हुँदाहुँदै पनि काम गर्न भ्याउनुहुन्न, उहाँहरूको व्यस्तता छ। कति साथीहरू अब इन्ट्रेस्टै छैन भएर पनि अब अलिक अर्को वर्षतिर जाउँला भन्ने पनि छ। त्यसै कारणले अहिले जे जस्तो छ इन्ट्रेस्टेड र दुःख गर्न सक्ने मान्छेहरू नै, यो संस्थालाई लागि पर्ने मान्छेहरू नै आउनुहुन्छ भन्नेमा चाहिँ म पूर्ण विश्वासमा छु।
अनि यहाँ पनि अब फेरि अब अहिले त हुनुहुन्छ अब सर्टेन लेभल भनौँ न कुन लेभलसम्म चाहिँ आधिकारिक रूपले हुनुहुन्छ कहिलेसम्म चाहिँ त्यो पद रहिरहन्छ चुनाव त्यो बाइलाले यसरी भनेको छैन अब चाहिँ हामी जब हामीले इलेक्सन सुरु हुन्छ इलेक्सन कमिसनरले घोषणा गर्छ र हामी नोमिनेसन फाइल गर्छौँ त्यसपछि चाहिँ हामी चुप लागेर बस्नुपर्ने हुन्छ जबसम्म इलेक्सन कम्प्लिट हुँदैन भन्ने कुरामा चाहिँ हो तर अहिलेसम्म कति प्रोसेसहरू चाहिँ अब हामीले इलेक्सनलाई सहयोग गर्नको लागि अन्य कामहरू गर्नको लागि पनि यो बोर्ड चाहिँ अहिले एक्टिभै छ त्यो त अध्यावधिक भइ नै रहन्छ भइरहेको छ संसारको चलन पनि के छ भने नोमिनेसन भएपछि त्यसले कुनै पावर लिनु हुँदैन हो एक्ज्याक्टली हामीले खोजेको पनि अहिले एउटा नमुना देखाउँ यो फेयर क्लियर एकदम डेमोक्रेटिक इलेक्सन गरेर सबैलाई अन्य भएको सङ्घ संस्थालाई पनि यो चाहिँ यस्तो हुनुपर्छ भनेर एउटा नमुनाको रूपमा प्रस्तुति गरौँ भनेरै हामी लागिरहेछौँ अनि यो किन 2015 सम्म मात्रै भएको किन चाहिँ यसको 2 वर्ष अथवा 3 वर्ष अथवा कुनै अवधि नभएर यो किन यति छिट्टै कार्य अवधि सिद्धिने भएको यो इलेक्सनको यो चाहिँ कुरा के छ भने आइसिसीसँग स्याङ्क्रोनाइज गर्नको लागि आइसिसी चाहिँ प्रत्येक बिजोडी वर्षमा चुनाव हुन्छ त्यसलाई स्याङ्क्रोनाइज गर्न आइसिसीको विधानमा के छ भने एनसिसीहरूले आइसिसीको चुनाव हुनुभन्दा 6 महिना अगाडि चाहिँ चुनाव गरेर आफ्नो प्रतिनिधिहरू नयाँ बोर्डहरू ल्याउनुपर्छ आउनुपर्छ भन्ने उहाँहरू आइसिसीको बाइलामा मान्यता छ त्यही आधारमा हाम्रो चाहिँ अघिल्लो बाइलामा के थियो भने डिसेम्बरमा हुनु पर्थ्यो इन्ड अफ द डिसेम्बरमा प्रत्येक वर्ष गर्ने थियो त्यसलाई चाहिँ अहिले हामीले परिवर्तन गरेर इन्ड अफ द मे तिर मेमोरियल डे विकेन्डतिर युजुअली हामीले चाहिँ पारेर अब सुरुवात गर्ने भन्ने लाइनमा भएको हुनाले अब चाहिँ आइसिसीको चुनाव 2015 मा हुँदैछ त्यसलाई स्याङ्क्रोनाइज गर्नलाई हामीले चाहिँ यो 2015 लाई पहिलो वर्षमा त्यहाँ लगेर टुङ्ग्या हौँ अनि यहाँबाट अब अर्को तर्फ जाउँ यहाँ पनि चुनावी मैदानमा हुनुहुन्छ होइन हजुर छु म अब एकछिन एनआरएन संस्थालाई एकातिर राखेर अब क्यान्डिडेटको कुरा उम्मेदवारीका कुरा गरौँ यहाँका चुनावी एजेन्डाहरू चाहिँ के हुन् त 1 2 3 गरेर भन्नुपर्दा नम्बर 1 नम्बर 2 गरेर भन्नुपर्दा अब मैले चाहिँ यसलाई नम्बर 1 भन्दा र नम्बर 2 भन्दा पनि त्यो पनि भनौँला तर मैले चाहिँ पहिले यो अमेरिका भित्र र अमेरिका बाहिरको कुरा होइन यसलाई हेर्छु म पहिले अमेरिका भित्र चाहिँ के कुराहरू इम्पोर्टेन्ट होला र अमेरिका बाहिर पनि अमेरिकामा बसेर पनि अमेरिकातिर बाहिर पनि सहयोग गर्न सकिने गर्नुपर्ने आवश्यकता के छ अब अमेरिकामा बसेर चाहिँ मैले के देख्छु भने यहाँको मेम्बरशिप अथवा यहाँको जुन मानिस एनआरएनहरू हुन्छ उहाँलाई सजगता र बढीभन्दा बढी इन्भल्भ गराउने नै पहिलो प्राथमिकता हो अहिलेको आवश्यकता हजुर एक दोस्रो अब हामी धनी राष्ट्रमा छौँ सम्पन्न डेमोक्रेटिक राष्ट्रमा छौँ भन्छौँ हामी नेपाली पनि थुप्रै छौँ भन्छौँ र यहाँबाट चाहिँ हामीले एउटा संयुक्त लगानीको पाटो सुरुवात पनि भइसकेको छ र अझै त्यसलाई टेवा पुर्याउनु पर्छ जनजोडका तालले भनेर दोस्रो कुरा छ होइन अब अर्को कुरा चाहिँ हामीले यो इलेक्सन अहिलेसम्म नगरेको हामी यो इलेक्सन चाहिँ ट्रान्सपेरेन्सी म अहिले पनि प्रेसिडेन्ट भएको हिसाबले यसलाई चाहिँ फेयर डेमोक्रेटिक वेबाट ट्रान्सपेरेन्ट गर्दै एकदम नमुनाको रूपमा एउटा इलेक्सन गराउनु पर्छ भन्ने कुरा चाहिँ मेरो अर्को मान्यता छ अर्को चाहिँ यो संस्था चाहिँ कुनै जातिको कुनै राजनीतिको कुनै धार्मिक कुनै पक्ष यस्तो खालको आधारमा हामी चाहिँ उभिनु हुँदैन ल्याउनु हुँदैन कसैलाई पनि र त्यसको मान्यतामा हामी अलग उठेर त्योभन्दा माथि उठेर हामीले यो संस्थालाई सेवा गर्नुपर्छ भन्ने अमेरिकाभित्रको चाहिँ मुख्य मान्यताहरू छन् जसले विभिन्न प्रोजेक्टहरू रन गरिराखेका छन् त्यो प्रोजेक्टको नाम मैले यहाँ धेरै लामो छ नभनौँ त्यो कुरामा हामीले अब टेवा पुर्याउने भन्ने छ होइन यो चाहिँ ओभरअली हामी भयो अमेरिकाभित्रको कुरा र अमेरिका बाहिरको कुरा सँगसँगै नेपालसँग जोडिन्छ र अन्य देशहरूसँग जोडिन्छ नेपालसँग जोडिने कुराहरूमा चाहिँ अब दोहोरो नागरिकताका एकपल्टको नेपाली सधैँको नेपाली भन्ने नारा हामीले लगाइआएका छौँ गरिआएका छौँ त्यसलाई अहिले बन्दै गरेको नयाँ संविधानमा त्यसलाई प्रस्तुति गर्दै त्यहाँ चाहिँ व्यवस्थापन त्यो कुरा राख्नलाई व्यवस्थापन गर्ने चाहिँ टिम बनाएर चाहिँ त्यो कुराहरू चाहिँ अगाडि ल्याउनुपर्छ र नयाँ संविधानमा व्यवस्थापन गर्नुपर्छ त्यो भन्ने एउटा अर्को कुरा किनभने दोहोरो नागरिकता चाहिँ हामीलाई डेस्परेटली चाहिएको छ यहाँनिर एउटा बदर गरौँ म
हजुर मैले केही समय अगाडि एकजना राजनीतिक पार्टीका केन्द्रीय सदस्यलाई सोधेको थिएँ, अध्यावधिक रूपमा केन्द्रीय सदस्य, पछिल्लो निर्वाचनबाट उहाँ सांसद हुनुहुन्छ यति बेला, हजुर टप लेभलको हुनुहुन्छ। अनि उहाँलाई भनेको थिएँ एनआरएन सङ्घलाई दिने भनिएको दोहोरो नागरिकताको सुविधा सम्बन्धी तपाईँको पार्टीको धारणा के? उहाँले भन्नुभयो हाम्रो पार्टीको धारणा यो विषयमा बनेकै छैन पहिलो कुरा, र भयो भने पनि हामी दिनेवाला छैनौँ। अब उहाँहरूले सोझै तिमीहरूलाई दिन्नौ भन्नुहुन्न, घुमाएर हामीले अब तिमीहरूलाई दिन मिल्दैन दिँदैनौँ भनिरहेछौँ। अब हामीले यसरी कसरी चाहिँ त्यो चिजलाई उठाउँदै लानुहुन्छ त नि अब आउने दिनमा? होइन, यो त कस्तो छ भने अब हामीले आइसिसीको मिटिङमै ठुलो कार्यक्रममै ठुलै नेताले नाम नभनौँ यहाँ, यो चाहिँ तपाईँहरूलाई किन चाहियो चाहिने दोहोरो नागरिकता भनेको पनि हामीले सुनेका छौँ होइन। त्यो अब कति नेताहरूलाई त्यो थाहा होला, तर अब जब जहिले पनि काम के हुँदो रहेछ भने यहाँ चाहिँ लबिङको कुरा आउँदो रहेछ। नेताहरूलाई गएर तपाईँले पर्सनली भेटेर कुराकानी गर्नु थाल्यो भने उहाँहरू प्राय कन्भिन्स भएको पाइएको छ अहिलेसम्म धेरै ठाउँमा। कन्भिन्स भएर एक ठाउँमा उभ्याउन सक्यो भने उहाँहरूले नाइ त नभन्नु होला भन्ने चाहिँ स्पष्ट छ। तर हामी लबिङ नगरिकन, उहाँहरूलाई कन्भिन्स नगरिकन हामीलाई दोहोरो नागरिकता चाहियो मात्रै भनेर हामी एकातिर उफ्रिँदै गर्ने, विदेशमा बसेर त्यति मात्रै गर्ने हो भने चाहिँ त्यो केही पनि हुनेवाला छैन। तर हामीले उहाँलाई गएर भेटेर हाम्रो मर्म कुराहरू प्रस्तुति गरेर उहाँलाई कन्भिन्स गर्यो भने चाहिँ त्यो नहुने भन्ने कुरा चाहिँ त्यो असम्भव भन्ने अथवा हुँदैन भन्ने कुरा चाहिँ छैन। त्यो हुन सक्छ। शिव राईले आफ्नो विवेकले अथवा संस्थागत विवेकले बुझेको दोहोरो नागरिकता के हो? अब मैले बुझेको चाहिँ दोहोरो नागरिकताको चाहिँ कुरा के हो भने एकपल्टको नेपाली सबैको सधैँको नेपाली, र त्यो नेपालीले त्यहाँ पनि आफूले चाहेको धन आर्जन गर्नु सक्नुपर्छ र त्यहाँ लगानी लाउनलाई कुनै बाधा छड्को अपनाउनु हुनु हुँदैन। त्यहाँ पनि उसले घर जग्गा किन्न पाउनुपर्छ, त्यहाँ पनि एउटा बिजनेस गर्न पाउनुपर्छ। त्यो नै एउटा कुरा हो। र एउटा चाहिँ मैले भन्नुहुन्छ भने राजनीतिकै अहिले दुईटा धार छ। एउटा चाहिँ चुनावमा भाग लिन पाउने कि नपाउने अथवा भोट हाल्न पाउने कि नपाउने भन्ने एउटा धार छ। एउटा चाहिँ भोट हाल्न मात्रै होइन, उठ्न पनि पाउनुपर्छ, नभइकन चाहे दोहोरो नागरिकता भन्ने अर्को धार पनि छ। तर मेरो भनाइमा तपाईँले सोध्नुहुन्छ भने उठ्ने भन्दा एउटा चाहिँ भोटिङ राइटसम्म मात्रै भइदियो भने हुन्थ्यो भन्ने चाहिँ लाग्छ। तर उठेर नेतै गर्न चाहिँ अहिले हामी बाहिर बसेको मान्छेहरूलाई नेता हुनु छ भने चाहिँ त्यहीँ गएर बस्दा पनि बेटर होला। तर हामी बसेर हामीले यहीँबाट पनि जस्तै भनौँ एउटा यहीँ पनि अमेरिकामा बाहिर बसेको अमेरिकनहरूले भोट हाल्न ब्यालेट पाउँछन् भनेको जस्तै हामीले पनि यहाँबाट पनि उहाँहरूलाई एउटा सान्त्वनाको भोट, एउटा आफ्नो इच्छाको भोट खसाउने व्यवस्था भयो भने त्यो चाहिँ राम्रो हो। त्यसको लागि चाहिँ गर्नुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो। जस्तै हुन त मैले मेरो धारणा राख्नु जायज होइन होला, तर मैले धेरैजनासँग यो विषय उठाएको छु। धेरैजनासँग मैले के भनेको छु भने जम्मा दुई चिज मागिदिनुहोस् न, होइन? दुई चिज के भने एउटा मेरो पैतृक सम्पत्तिको संरक्षण, होइन? मेरो बाउको सम्पत्ति छ, बुवाको सम्पत्ति छ भनेदेखि त्यो कोही छैन मेरो आफन्तलाई म दिन चाहदिनँ, मै चाहन्छु भने त्यो मसँग आइपुगोस् र त्यो जेनेरेसन टु जेनेरेसन होस्, एउटा सुरक्षा भयो। दोस्रो अब मैले गर्ने लगानीको सुरक्षा, होइन? त्यो पनि कि मैले चाहेको व्यक्तिलाई दिन पाऊँ, कि मैले चाहिँ मेरो जेनेरेसनमा जाओस्, कि मैले म्यानेजमेन्ट गरेर चलाउन पाऊँ। यो दुईटा भयो भने बाँकी कुरा राजनीति गर्न मन लाग्यो भने त वहीँ गएर फर्केर गएर विदेशको नागरिकता लिएको छ भने नि त्यागेर फेरि नागरिकता लिन त पाइहाल्छ नि, पाइहाल्छ, होइन? त्यो त कुरा हो, सजिलो मिलाउने कुरा हो। राजनीतिमै जानु छ भने उसले अर्को देशको नागरिकता त्यागे भइहाल्यो नि। त्यो हो। त्यसै कारणले अब यहाँ चाहिँ मैले दुईटा पाटाको कुरा उठाएको हो खास चाहिँ। अनि जहिले पनि एउटा ठुलो कुरा उठाएर तर्साएर चाहिँ अनि उनीहरूले नदिएको हो कि यसले हाम्रो पदै खाने भयो भनेर, त्यसो त होइन कतै। त्यो पनि एउटा अब शङ्काको दृष्टिकोणले आशंका गर्न नसकिने चाहिँ नै होइन, होइन? त्यहाँ पनि ठाउँ रहन्छ, किनभने विदेशमा बसेका मान्छेहरूको अब दुई पैसा भए पनि पैसा हुनसक्छ, ठाउँ देखेको हुन्छन्, अब अलिअलि भए पनि पढेका हुन्छन्, अब नयाँ अनुभव हुन्छन्, सिप ज्ञानहरू हुन्छन्। त्यसै कारणले उनीहरूले पनि अब यहाँ बसेका अब दुःख गरेका पार्टीको लामो समय झोला बोकेको मान्छेहरूलाई उनीहरूले चाहिँ पल्टाइदिन्छन् कि अब उनीहरूले चाहिने एउटा चाहिँ अब उनीहरूको त्यो हरेक कुराहरूले गर्दाखेरि अब उनीहरू चाहिँ
पछि पर्छन् कि भन्ने चाहिँ एउटा झिनो शङ्का चाहिँ नरहेको चाहिँ होइन। तर चुनावी मुद्दामा फर्क्यौँ। अब अर्को पोइन्टमा भन्दै हुनुहुन्छ। अब यो चाहिँ अब इन्टरनेसनलको कुरा गर्दै थिएँ म अघि। इन्टरनेसनलको नेपालको दोहोरो नागरिकताको कुराहरू उठाइयो होइन। अब संयुक्त लगानीको कुरा पनि उठाइयो। अब चाहिँ एउटा कुरा के छ भने हामी यस्तो देशमा छौँ युएनको हेडक्वार्टर चाहिँ अमेरिकामा छ र युएनले संसारभरिको क्षेत्रहरूमा हेर्छ, काम गर्छ, पीडा आपत परेको ठाउँमा काम गर्छ। यहाँ इन्टरनेसनल ल पनि लागू हुन्छ, लाग्छ। त्यसै कारणले हाम्रो नेपाली दाजुभाइ मध्यपूर्वीमा खाडी देशहरूमा को अवस्था हेर्ने हो भने अलिकति दुःख पाएको अवस्था छ। विभिन्न जागिरको सवालमा भनौँ, भिसाको सवालमा भनौँ, त्यहाँका चाहिँ दुनियाँ दुःख दिने पेल्ने दुनियाँभरिको अब अहिले चाहिँ नि अब ज्यान केसदेखि लिएर दुनियाँभरि भइरहेको अवस्थामा पीडा छ। हामीले युएन मार्फत यहाँको लोयरहरू हाम्रो हुनुहुन्छ, युएन मार्फत चाहिँ त्यहाँ चाहिँ हामीले एउटा कुरा चाहिँ हामीले उहाँहरूलाई चाहिँ त्यो कुरा यहाँबाट सेवा दिन सकिन्छ। एक दोस्रो कुरा हामीले बिजनेस गऱ्यौँ नेपालमा अथवा अन्य देशमा, कतिमा भने नेपालमा भनौँ स्पेसली यहाँ र नेपालमा गऱ्यौँ भने दोहोरो ट्याक्सेसनको प्रावधान छ। त्यो दोहोरो ट्याक्सेसनलाई पनि हामीले यहाँबाट नेपाल सरकारसँग कुरा गरेर हामीले गरेको यहाँ र नेपाल सरकारबाट त्यो कुरा चाहिँ एकहोर हो अथवा एक ठाउँ मात्रै ट्याक्स तिर्दा हुने व्यवस्थानको लागि पनि हामीले काम गर्नुपर्ने आवश्यकता छ। अब यो दुईटा चाहिँ धेरै इम्पोर्टेन्टकै कुरा भयो र हामीले चाहिँ यहाँ चाहिँ अब लयरको अन्य कुरा, अब एउटा कुरा भनौँ, तपाईँ हाम्रो चाहिँ अब यो सोसियल सेक्युरिटी पनि छ। हामीले त्यो सोसियल सेक्युरिटी यदि नेपाल सरकारसँग कुरा मिल्यो भने त हामीले नेपालमै गएर बसे पनि त त्यो सोसियल सेक्युरिटी हामीले त्यहाँ सजिलै पाउन सकिने अवस्थाहरू नरहने भन्ने त छैन नि। संसारमा जहाँ गएर बसे नि दिइहाल्छ नि होइन। तैपनि अब कति कुराहरू उनीहरूले धेरै कागज पत्रहरू खोज्न सक्छ। अहिले त खोइ तिमीहरूको एनआरएनको चाहिँ कागज पत्र भन्न थालेका छन् जग्गा पास गर्नु जाँदा पनि त एनआरएन हो कि भन्छ। अब आफ्नै दाइले आफ्नै भाइलाई चाहिँ नि यो त एनआरएन हो, यसलाई जग्गा पास नगर्ने भनेर उजुर हाल्न थाल्छ। अब यो खिचातानीको अवस्थामा चाहिँ अलिकति गाह्रो होला कि भनेर त्यसलाई पनि एउटा लिखित व्यवस्थापन गरियो भने सम्मानित तरिकाले तपाईँ हामीले चाहिँ अब पाउन सकिएला भन्ने कुरा हो। अनि अरू कुनै मुद्दा छन् चुनावी? चुनावी मेरो मुद्दा केही छैन। मैले चुनावी त्यस्तो खास मैले ढ्वाङ फुकेर हिँड्नुपर्ने, कता नै के गर्छु भनेर उफ्रिने, भोलि अनि त्यहाँबाट कामै नगरेर चुप लाएर समय सिद्धाउने भन्नुभन्दा म चाहिँ काम गरेर देखाउँछु। अहिलेसम्म मेरो टर्ममा अब तपाईँहरूले देखिहाल्नुभयो, भाइला ओपन गरियो होइन, फेयरनेस इलेक्सनको लागि लाग्यो, इलेक्सन कमिसनर बनायो, भेरिफिकेसन कमिसन बनायो। अहिले त यहाँभन्दा अघि त कहिले केही भएकै थिएन, चिजहरू यति नै गरिँदैछ। अब आएर तपाईँ त्यही हुनुहुन्थ्यो नि त। त्यो होइन, म हुँदै हुनुहुन्छ नि तपाईँ पनि। होइन, म भए पनि नेतृत्व पक्षमा जसले लिडर लिनुपर्ने हो, लिडरसिपले हाँक्नु पर्ने त्यो पोजिसनमा त म थिइनँ। म चाहिँ अराको मान्ने मान्छे थिएँ त्यतिखेर। कतै यहाँनिर के भयो भने कहिले मेरो पाला आउला र यही काम गरौँला भनेर नउठाउनु भएको त होइन। होइन त्यो होइन, होइन त्यो होइन। त्यतिखेर चाहिँ अराको काम गर्ने भएर अब त्यो कुरा अब काम मात्रै गरिएछ, अराको मात्रै मानियो। अब अहिले चाहिँ आफैले काम गर्नु पर्दा, आफैले अराउनु पर्दा, आफैले त्यसलाई चाहिँ नै समेटेर लानु पर्दा चाहिँ अलिकति फरक ढङ्गले सोचियो र गरियो भन्ने लाग्छ। त्यति मात्रै। हजुर, अब यहाँनिर अर्को कुरा सोधौँ। कता कता हल्ला सुन्नमा आएछ कि फेरि मेम्बरसिप ड्राइभ गर्नलाई फेरि म्याथ थप्ने कुरा आएको छ नि, त्यस्तो कुरा उठेको छ र? छैन, त्यो अब चाहिँ सक्यो। अब सक्यो हामीले, किनभने डिसेम्बरदेखि जनवरी 30 पहिलोचोटि, त्यसपछि फेब्रुअरी 25 सम्म दोस्रोचोटि र मार्च 4 सम्म तेस्रोचोटि थपिसक्दा अब त गर्दा त त्यो त त्यसो गर्ने हो भने त कहिले पनि इलेक्सन गर्न सकिँदैन। यो टर्म नै त्यति थपे मात्रै हुन्छ नि। त्यो इलेक्सन त्यो म्याथ थप्दै 2015 को मे आइपुग्छ। अनि हामीले देखेको सपना चाहिँ अधुरै रहन्छ। हजुर, अब यहाँनिर जाउँ। यहाँसम्म चाहिँ यहाँले उठाउनु भएका चुनावी एजेन्डा भनौँ अथवा जितियो र आउने टिमले यो गर्नुपर्छ भन्ने एउटा निर्दिष्ट कुरा भनौँ न, चाहे अर्को जिते पनि यहाँले जित्नु भयो भने त्यो गर्ने कामहरू भनौँ, संस्थाले गर्ने कामहरू। अब यहाँनिर अलिकति तिता कुरा गरौँ। अब कहिलेकाहीँ के हुन्छ, मलाई थाहा हुँदैन, मभन्दा बाहिरका मान्छेले मलाई भनेका हुन्छन् नि, हो नि होइन? त्यसलाई भन्ने गरिन्छ
पत्रकारितामा आरोप भन्ने गरिन्छ नि आरोप चुनावी आरोप भनौँ अथवा अरूले लगाएका लान्छना अथवा अरूले लगाएका आरोप अथवा अरूले मागेका प्रश्न जिज्ञासा भनौँ यहाँलाई के भनिएको छ भने अहिलेसम्म अथवा होल अहिलेसम्मको टिमलाई भनौँ यसरी भनौँ एउटा व्यक्तिलाई किन भन्ने होइन एनआरएन चाहिँ ट्रान्सप्यारेन्ट भएन भन्छन् नि यो मात्रै होइन आइसिसी पनि आर्थिक यहाँभन्दा अगाडिको कुरामा हजुर यहाँभन्दा केही अगाडिसम्म चाहिँ त्यो कुरा केही हदसम्म त्यो कुरा थियो होला होइन अब ट्रान्सप्यारेन्स भन्नाले के को ट्रान्सप्यारेन्स खोजिएको त्यसमा अब आर्थिक ट्रान्सप्यारेन्सको कुरा गरिया हो कि मेम्बरसिप ट्रान्सप्यारेन्सको कुरा गरिया हो कि अन्य के को ट्रान्सप्यारेन्स हो त्यो चाहिँ अब क्लियर हुनु पर्यो होइन नभए आर्थिक ट्रान्सप्यारेन्सको कुरा गर्ने हो भने अहिलेसम्मको तपाईँले वेबसाइटमै गएर हेरे पनि त्यहाँ ट्रान्सप्यारेन्ट छ त्यहाँभन्दा कति ट्रान्सप्यारेन्ट चाहिने हो होइन सबै डिटेलमा छ वेबसाइटमै अपलोड गरिएको छ होइन अब मेम्बरसिपको भने यहाँभन्दा अगाडिसम्म त्यति धेरै मेम्बरसिप थिएन त्यो जति थियो त्यो मान्छे अम्लैमा गर्न सकिन्थ्यो भनेपछि त्यहाँ झन् के को कुरा आयो र होइन अब अरू त के ट्रान्सप्यारेन्टको कुरा अब अहिलेको कुरा गर्ने हो भने अहिले चाहिँ ह्युज बाढी आएको छ होइन ठुलै इन्ट्रेस्टको बाढी आएको छ त्यसै कारणले ट्रान्सप्यारेन्ट छ यहाँ सबै नै ट्रान्सप्यारेन्ट छ तर अब यो ट्रान्सप्यारेन्ट देखाउनलाई चाहिँ अब 2 दिन 3 दिनभित्रमा यो सबै फेरि हामी सबै तपाईँहरूलाई ऐना जस्तो पारिदिन्छौँ अहिले चाहिँ हामीले के छ भने एक्सेलमा हाल्दैछौँ त्यो सबै एक्सेलमा हालेपछि त्यो पैसा पनि हामीले जुन ब्याङ्कमा अब मैले कति जम्मा गरेँ अर्कोले विभिन्न साथीहरूले जम्मा गर्नुभएको पैसा पनि हेरेर त्यो पैसाको रिसिट पनि त्यहाँ र यो यति मान्छे मेम्बर पनि यति र यति मेम्बरबाट आएको पैसा यति र कुनै त्यहाँ मेम्बर पुगेन भने कुन क्षेत्रबाट पुगेन कसले जम्मा गरेन कि कसले अब धेरै मेम्बर पो राखिदियो कि पैसा नहाली यो कुरा चाहिँ हामी खोज गर्दैछौँ यदि त्यस्तो रहेछ भने उनीहरू त्यो पैसा नतिरेको मेम्बरहरू भोट दिन योग्य हुँदैनन् भोट दिँदैनन् त्यसलाई फेरि उनीहरूले भोट अर्को राखौँ अब अनवार्ड मेम्बर बन्ने त खुला हुन्छ होइन त्यो त जहिले पनि खुला हुने भयो जहिले अब क्लोजिङ भन्दा पछाडिको मेम्बरले चाहिँ पछिल्लो 2015 को इलेक्सनलाई भ्यालिड हुन्छ कि हुँदैन हुन्छ 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 त्यो त हुन्छ र अबको फेरि मेम्बर बन्नु पर्दैन पर्दैन किनभने अबको मेम्बरसिप चाहिँ अब जुन नयाँ बाइलको कुरामा गर्दा चाहिँ पहिले चाहिँ 1 वर्षको मेम्बरसिप हुन्थ्यो अहिले चाहिँ एकैचोटि 2 वर्षको मेम्बरसिप बन्नुपर्छ त्यो चाहिँ $20 हुन्छ पहिले चाहिँ वर्षको $10 को दरले उठाइथ्यो यो चाहिँ एकदम टेडियस जब भएर मान्छे दिने मान्छेलाई पनि झ्याउ लाग्दो र लिने मान्छेलाई पनि एकदम त्यो प्रोसेस झ्याउ लाग्दो भएर एकैचोटि 2 वर्षको बनाउने भनेर बाइलमा 2 वर्षको राखिया छ कुरा सही हुन्छ भन्ने पनि छैन तर यहाँलाई कता कता भन्छन् कि फेरि शिवराईले जातीय कुरा उठाउँछ भन्छन् नि त्यस्तो कुरा हो र मैले त जातीय कुरा म कुनै दिन जातीय संस्थामा हुँदा पनि उठाएको छैन जातीय संस्थामा हुँदा पनि उठाएको छैन भने त अहिले त मैले कसरी उठाउने त्यो त मेरो दिमागले सोच्दा पनि सोच्दैन तपाईँ कतै जातीय संस्थामा हुनुहुन्थ्यो पहिला कुनै जमानामा म त राईहरूको अब सिकेकै राईको बच्चा भएर राईको संस्थामा सिकियो सिकेकै कुनै न कुनै एउटा कल्चरल संस्था भयो नि त्यसलाई त जातीय भन्न मिलेन नि होइन त्यो पनि त राई कसैले त राई पनि जातीय राईको भन्ने रहेछ र अब त्यसको पनि त्यहाँ पनि सिकियो होइन फिप्ना भन्ने छ अर्को संस्थामा म पनि त्यहाँ अध्यक्ष भएर काम गरे हो त्यहाँ पनि सिकेँ तर मेरो नेचर चाहिँ कस्तो छ भने म राईको बच्चा भएर पनि रिसाउन एकदम कम जान्दछु र सबै बराबरी हो भन्ने जान्दछु तपाईले यो सोध्नुस् म 52 गाउँमा हुर्केको मान्छे हो त्यो 52 भन्दा कम छैन म त्यो 52 ले पढेको वेदको कुरा आदि मलाई आउँछ आदि म पढेर सुनाइदिन सक्छु कन्ठै छ मलाई किनभने भागो जति सबै साथीहरु 52 त्यो पढेकै साथी 52 हिडेको 52 प्रपन्नाचार्य निस्किनु भएको त हैन नि हजुर अर्को प्रपन्नाचार्य निस्किनु भएको त हैन नि हैन तर मलाई त्यो थाहा छ के त्यसै कारणले मेरो अहिलेसम्म राईको कुनै पनि मेरो साथी मेरो उमेरको साथी कोही पनि राई छैन त्यसै कारणले गर्दाखेरि म चाहिँ क्षेत्री बाहुनको समाजमा हुर्केको त्यही भएर पनि मलाई त्यो सबै बराबरी हुनुपर्छ यसमा केही छैन मेरो साथीहरु भान्जाहरु ज्वाइहरु सब बाहुनहरु छन् उनीहरुले मेरो आफ्नो राईको भान्जा भन्दा पनि धेरै माया गर्छन् मलाई उनीहरुले र उनीहरुको मलाई त्यति बढी माया लाग्छ भनेपछि अब मैले त्यो आवाज त्यो जातीय आवाज चाहिँ हैन म हुँदाखेरि पनि साथीहरुलाई मैले त्यो कुराहरुमा धेरै कुरा यो गर्न हुँदैन साथी हो यस्तो गर्यो भने
तपाईँ हामी चाहिँ राम्रो हुँदैनौँ, यो हामीले राम्रो काम गरेको ठहरिँदैन। इतिहासले अहिले तपाईँ हामीले राम्रो सोच्दै पनि इतिहासले हामीलाई चाहिँ धिक्कार छ नि, भोलिको दिनमा त धिक्कारिहाल्छ नि। त्यसै कारणले यो गर्नु हुँदैन भनेर मैले धेरै ब्रेक लाछु, धेरै कुराहरूमा कन्ट्रोल गरेको थिएँ। र अहिले त्यो हजुर यसको बेफाइदा पनि छ नि। जस्तै अमेरिकामा आएपछि त को राई को बाहुन, कोले यो बाहुनले बढी काम पाउने, यसले नपाउने, यसले बढी कमाउँछ भन्ने छैन। अब त्यो कुरै हुँदैन यहाँ भन्ने उठाउनु सान्दर्भिक नै भएन। दोस्रो कुरा भएन त्यो एकदम त्यसमा म एग्री। दोस्रो कुरा के भन्दाखेरि धर्म र कल्चर चाहिँ अवश्य हामीलाई चाहिन्छ, त्यो टुटाउनु हुँदैन। जस्तै मेरो ठाउँमा हेर्नुहुन्छ भने म एउटा पत्रकारको हैसियतले म गुरुङ कल्चरमा पनि जान्छु, शेर्पा कल्चरमा पनि जान्छु, नेवारी कल्चरमा पनि जान्छु। त्यो सबै छ र मेरो नेपाल छ, अनि त्यसपछि म यहाँ छु होइन। त्यो चाहिँ जोगाउनु पर्छ कि त्यो कल्चर जुन संस्कृति हो त्यो चाहिँ चाहिन्छ। त्यो र जात मिसाउनु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता हो होइन। जुन चिज आफ्नो हो त्यसलाई जोगाउँदै जाउँ, त्यसलाई राईको भागमा नलगाउँ, छेत्री बाहुनको भागमा नलगाउँ, गुरुङको भागमा नलगाउँ, सबै भएर साकेला मनाउँ, सबै भएर के अरे ऊ मनाउँ होइन। तर त्यस्तो कुरा पनि यता कता सुनिएको हुनाले मैले सोधेको हुँ होइन। यहाँ ठिक छ त्यो। अब त्यो मैले एउटा जातीय संस्थामा काम गरेको भएर त्यो कुरा कसैले सोच्नु ए हो कि भनेर क्वेसन गर्नु त स्वाभाविक पनि हो होइन। अब स्वाभाविक पनि हो, त्यसमाथि पनि म एउटा राईको बच्चा भएर अब यसले के गर्दैछ कि भनेर सोध्नु स्वाभाविक हो। तर अहिलेको अवस्था, अमेरिकाको अवस्था धेरै बुझिसकेका छ, धेरै कुरा फरक भइसकेका छ। त्यो 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 त्यस्तो चिज लिएर हिँड्नु हो भने पहिले नै यो संस्थामा आउनु हुँदैन। सही कुरा। त्यस्तो कोही आउँछ भने पनि म बाहेक म पनि आउनु हुँदैन, कोही आउँछ भने त्यो उहाँहरू पनि आउनु हुँदैन। यो उहाँहरूकै त्यो ठाउँमा बन्नुपर्छ। सही कुरा। अब एक किसिमले के भयो भन्दाखेरि यो मैले सोध्न हाले आउने मान्छेहरूले पनि यस्तो होइन रहेछ भन्ने भयो नि होइन। प्रश्न भयो, यो त जायज छ। हजुर। अब अर्को एउटा पोइन्ट म सोध्दैछु। हजुर। अब हरेक मान्छेलाई, अब हरेक वकिललाई मुद्दा जित्छ कि जित्दैन भनेर सोध्नु र हरेक उम्मेदवारलाई चुनाव जित्छ कि जित्दैन भनेर सोध्नु बेकार हो होइन। अब उनीहरूले म हार्छु, म जित्दिनँ, मुद्दा जित्दिनँ भने पनि एउटा नेचुरल्ली एउटा रिजल्ट आउँछ कि जित्छ कि हार्छ होइन। त्यो त अवश्य हुन्छ नै। यहाँले चुनाव जित्ने किन भन्नुभन्दा पनि म यो भन्छु कि किन शिवा राईलाई चुनावमा भोट दिने 5,000 मान्छेले, यो चाहिँ भनौँ न 1, 2, 3 गरेर भनौँ ल। 1 नम्बर किन भोट हाल्ने? मैले यो संस्थालाई बहुत लगानी गरेको छु। हजुर। धेरै समय लाएर, धेरै मेहनत गरेर, धेरै ठाउँ पुगेर, धेरै खर्च गरेर, धेरै पार्टिसिपेसन गरेर गएको छु। त्यसै कारणले मलाई धेरै साथीहरूले चिन्नु पनि हुन्छ। त्यसै कारणले यसमा लागेको छ भनेर उहाँहरूले जान्नु भएको छ, देख्नु भएको छ। त्यसको लागि पनि उहाँहरू चाहिँ ले भोट दिनुपर्छ, दिनुहुन्छ। दोस्रो, म अरू उम्मेदवार भन्दा अनुभवी पनि छु, पढे लेखेका पनि छु। मलाई एनआरएनमा लागेर हिँड्नलाई पुग्छ पनि होइन। त्यो मैले त्यत्रो साह्रो आत्तिनु पर्दैन आर्थिक रूपमा पनि। त्यसै कारणले दोस्रो कुरा मैले त्यसरी हाल्छु। तेस्रो कुरा चाहिँ साथीभाइहरूको मन मैले धेरै जितेको छु, धेरैको मैले मन जितेको छु। मेरा साथीभाइ इष्टमित्रहरू अमेरिकाभरि जहाँ पनि चढिएर बसेका छन्, जसले पनि फोन गर्छन्। म 24 आवरमा चाहिँ मलाई लाग्छ त्यो सुतेको बेला बाहेक त्यो फोनैमा हुन्छ, मेरो लाइफै फोन। कान दुखेर, टाउको दुखेर, फुट्ला जस्तो गर्छ, साथीहरूले छोड्दैन भनेपछि मेरो साथीहरू भएको र उनीहरूले बुझेको र अब यसले चाहिँ केही गर्छ भन्ने उहाँहरूले सोचेको भएर नै मलाई जिताउनुहुन्छ, भोट पनि हाल्नुहुन्छ। अनि अरू कारण? अब अरू कारण त्यस्तो मैले जातीय कारण छैन, राजनीतिक कारण छैन, अरू कारणहरू त्यस्तो योग्यताको कुरा मात्रै भयो हैन। योग्यताको कुरा भनेको अहिले समाज सेवाको लागि त्यस्तो उम्मेदवारको मलाई लाग्छ योग्यता भनेर बाहिरमा कहीँ किटिएको छैन हैन। अहिले चाहिँ सबैलाई ओपन गरिएको छ। यद्यपि तपाईले सोच्नु होला एकदम बेसिक साथी, बेसिक एनआरएन बुझ्दै नबुझेको, अब एकदम त्यो भनौँ न अब बेसिक काम गर्ने साथीहरू पनि उहाँहरूलाई पनि उठ्ने अधिकार छ। उहाँहरूको पनि योग्यता हो। एनआरएन भएपछि यसमा उठ्ने अधिकार उहाँहरूको पनि हो, योग्यता उहाँहरूसँग हुन्छ। हजुर। अब यहाँसम्म कुरा के भयो भन्दाखेरि
संस्थाका यहाँका व्यक्तिगत जिन्दगीका कुराहरू भए, आफ्ना धारणाहरू भए, चुनावमा भोट किन दिनुपर्ने कारण पनि जस्टिफाई गर्नुभयो यहाँको तर्फबाट होइन। अरू उम्मेदवारलाई केही भन्नु छ? अरू उम्मेदवारलाई किन अयोग्य छौ अथवा मलाई किन दिनुपर्ने, किन कुनै आरोप लगाउनु छ? मैले आरोप लाउनु छैन, मैले कसैलाई आरोप लाउनु छैन। उहाँहरूको राइट हो, उहाँहरू उठ्न सक्नुहुन्छ, उठ्नु पाउनुहुन्छ। उहाँहरूले जिते म उहाँहरूलाई सम्मान गर्छु, स्वागत गर्छु। र हार्नुभयो भने पनि म उहाँहरूलाई हाम्रो टिममा, आउने टिममा मैले जितेर मैले टिम बनाएँ भने, उहाँहरू हार्नुभयो भने पनि उहाँहरूलाई एउटा टिमभित्र समेटेरै म अगाडि बढ्न चाहन्छु। जस्तै सिम्पल कुरा गरौँ, अब हाम्रो अब खगेन्द्र जीसीजी, उहाँ अब मसँग कुस्ती प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। उहाँ जित्नुभयो भने अब सम्मानित मान्छे, ठुलो मान्छे, नाम चलेको मान्छे राम्रै होला। हार्नुभयो भने सम्मानित मान्छेको अलिकति चित्त दुखाइ होला। तर उहाँलाई म त्यो चित्त दुखाउनु, उहाँले त्यो खिन्न मान्ने वातावरण चाहिँ म सिर्जना गर्दैन। उहाँलाई म सम्मान गरेर, उहाँ हारे पनि सम्मान गरेर उच्च पदमा राखेर, उहाँलाई एउटा टास्क फोर्सको चेयर बनाएर उहाँलाई म चाहिँ नि नेपाल जाने, यो अहिले संविधानको उहाँ कानुनीविद हो, संविधानको ठाउँमा संविधानमा हाम्रो कुराहरू लगेर राख्ने वातावरण बनाउनको लागि उहाँ टास्क फोर्स बनाएर उहाँलाई चाहिँ नि सम्मान गर्छु। भनेपछि त्यस्तै अरू साथीहरू हुनुहुन्छ, कसैलाई अब विभिन्न टास्क फोर्समा लगेर सम्मान गरेर मेरो टिममै राखेर उहाँहरूलाई चाहिँ सँगै अगाडि लिएर जान्छु। 2015 अर्को योग्य साथीहरू कोही आउनुभयो भने, मभन्दा अगाडि आउनुभयो भने उहाँलाई पनि सम्मान गरेर हामी यो संस्थामा भित्र्याउँछौँ। अब यहाँनिर यसो भनौँ, अब अहिले यहाँसँग दुईवटा कुरा पहिला बेसिक सोध्छु अनि त्यस पछाडि अर्को एउटा प्रश्न सोध्छु। हजुर, हुन्छ हुन्छ। अब यो नोमिनेसनको टाइम चाहिँ कहिलेसम्म टेन्टेटिभली आउने सम्भावना छ? नोमिनेसनको टाइम अप्रिलतिर आउन सक्छ। भनेपछि यो मार्चको लास्टमा चाहिँ चुनाव हुँदैन? हुँदैन, किनभने मार्चको लास्टसम्म चाहिँ हाम्रो भेरिफिकेसन टिमले भर्खरै मात्रै हामीले लिस्ट पनि, नाम लिस्ट आजसम्म दिइसकेका छैनौँ, भोलितिर दिने तयारीमा छौँ होइन। उहाँहरूले अपलोड मेम्बरसिप फारमले अपलोड गरिराख्नु भएको छ एक्सेलमा। एक्सेलमा हालिसकेपछि उहाँहरूलाई दिन्छौँ अनि उहाँहरूले काम सुरु गर्नुहुन्छ। अघि नै कुरा भइसक्यो, यो भेरिफिकेसन सजिलो छैन, विभिन्न गाँठो पर्छ, यसले उहाँहरूलाई पनि टाइम लिन्छ। किनभने यो कुरा चाहिँ मान्छेहरू अन्यलमा थियो कि चुनाव टाइममा हुन्छ कि हुँदैन भनेर। अब लजिकल कारणहरू चाहिँ अलि टाइममा नहुने। हजुर, तर त्यो चाहिँ भेरिफिकेसनको कारणले हो होइन। हुन त यो निर्वाचनको टिमले गर्ला, कमिसनर बनेको छ, अब निर्वाचन कमिसनले गर्ला होइन। अब यहाँ पनि आधिकारिक व्यक्ति हुनुहुन्छ, संस्थाको अध्यक्ष हुनुहुन्छ। हजुर, अब संस्थासँग नि सल्लाह भएको हुन्छ त्यो होइन, अभियसली भएको हुन्छ। यो अहिलेसम्म भएको टेन्टेटिभ टाइम चाहिँ कहिलेसम्म जस्तो हो? अब जस्तै नोमिनेसनको टाइम कहिलेसम्म, इलेक्सनको टाइम कहिलेसम्म, एउटा क्यालेन्डर सोध्नु भएको छ त तपाईँहरूले? त्यो चाहिँ स्पेसली विनोद रोकाजी हो, उहाँको इलेक्सन कमिसनर। उहाँलाई मैले अस्ति मात्रै कुराकानी चर्चा गरेँ, के छ यसको केही टेन्टेटिभ छ भने। पहिले मलाई उहाँले त्यही भन्नुभयो कि पहिले मलाई भेरिफाइड लिस्ट दिनुहोस्, त्यसपछि मात्रै म चाहिँ तपाईँलाई स्क्याजुअल टेन्टेटिभ स्केल दिन सक्छु। किनभने भेरिफाइड चाहिँ अहिले मैले तपाईँलाई टेन्टेटिभ स्केल दिउँला, भेरिफाइड लिस्टले चाहिँ उहाँ यो मार्चको अन्तिमसम्म काम नसक्नु होला। हामीले जबरजस्ती उहाँलाई पेल्न पनि मिल्दैन, सबैले गर्ने हो। त्यहाँ फेरि उहाँहरूको मात्रै हात छैन, प्रत्येक इन्डिभिजुअल मेम्बरको छ। किनभने उहाँहरूले समयमा रेस्पोन्स गरिदिनु भएन भने टाइम लिन्छ, र त्यो पनि एक खेप होइन, दुई खेप होइन, 3 खेपसम्म त्यसलाई चेकअप गर्दा टाइम लिन सक्छ। त्यसै कारणले उहाँहरूले मार्चको लास्टसम्म हामीले एक्सपेक्ट गरेका छौँ सक्नु होला भनेर। तर नसके पनि त उहाँहरूलाई त हामीले सक्नै पर्छ भनेर एकदम जबरजस्ती गर्न त मिल्दैन। त्यसै कारणले उहाँले ल मार्च अप्रिलको चाहिँ अब पहिलो हप्ता, दोस्रो हप्ता पुर्याइदिनु भयो भने फेरि उहाँको विनोदजीको भनाइ के छ भने मलाई भेरिफाइड लिस्ट भएको पछि, मेरो हातमा परेपछि 2 महिना दिनुपर्छ तपाईँहरूले, 2 महिना दिनुपर्छ भनेर उहाँले स्पष्ट भन्नुभएको छ मिटिङमा पनि। त्यसै कारणले अब अलिकति चाहिँ हामीले अहिले मेरो टेन्टेटिभ स्केड्युल चाहिँ सोचेको चाहिँ त्यो अप्रिलै हो। तर अब त्यो अप्रिल पनि 100% म हुन्छ नै भन्ने चाहिँ म भन्न सक्दैन, किनभने अप्रिलको लास्ट अथवा मे फर्स्ट विकको इन बिट्विनमा हुन सक्छ।
सक्छ त्यो आशा गरेका छौँ हामीले। यहाँलाई अब एउटा अर्को प्रश्न सोधौँ, अलिकति अप्ठ्यारो छैन, सजिलै कुरा हो। ठिक छ, केही छैन। मुख्य कम्पिटिटर चाहिँ को हो यति बेला? अहिले भोलि अरू नयाँ आउलान्, नयाँ अनुहार आउलान्, किनभने प्लेटफर्म अझै खुलै छ, अझ खुलेकै छैन भनौँ यति बेला त साँच्चै भन्नुपर्दा। भोलि अरू मान्छे आउलान्, अरू अनुहार आउलान्, अरू योग्य आउलान् अथवा अयोग्य आउलान् अथवा जे आउलान्, ठाउँ बाँकी छ। तर अहिले देखिएका 5 जना मध्ये सायद कसैले त फिर्ता लिइसक्नु भयो क्यारे नि, 1-2 जना के त्यस्तै सुन्नमा आएछ। जे भए पनि ल 5 जना मध्ये मेजर कम्पिटिसन चाहिँ यहाँको कोसँग हुन्छ अहिलेसम्म? खगेन्द्र जीसँग हुन्छ। उहाँसँग हुन्छ? उहाँसँग हुन्छ। कुनै लजिकल कारण छ कि? उहाँसँग हुनुपर्ने कारण चाहिँ के छ भने अलिकति उहाँ पुरानो मान्छे पनि हो अमेरिकामा, होइन? एक दोस्रो कुरा अब उहाँ चाहिँ एउटा कानुनी क्षेत्रमा काम गरेको भएर उहाँसँग अब अलिक बढी लिङ्क भएको छ होला, होइन? अब उहाँ अन्य कुराले पनि अब कति ठाउँमा एउटा लिङ्कहरू डेभलप गरेको हुनसक्छ उहाँसँग, त्यसै कारणले अलिकति हुनसक्छ भन्ने मेरो सोचाइ हो। तर म डराएको छैन, त्यो चाहिँ पक्का हो। भनेपछि चुनाव जित्छु भन्ने कुरामा ढुक्क हुनुहुन्छ? म डराएको छैन। धन्यवाद, तपाईँलाई धेरै धेरै धन्यवाद। अन्तिममा आफ्नो कुराहरू राख्नु छ आम भोटरहरूलाई, आम नेपालीहरूलाई? अब सर्वप्रथम त म तपाईँलाई धन्यवाद दिन्छु, तपाईँले एउटा फोरम क्रिएट गर्नुभयो, त्यसपछि मलाई यति भाइ पनि कम्युनिकेसन गर्ने, साथीभाइलाई हेर्ने सुन्ने कुराहरू, मेरो कुराहरू राख्ने मौका दिनुभयो। तपाईँको यो तपाईँले क्रिएट गरेको एउटा फोरमलाई धेरै धेरै धन्यवाद छ। र अब भोटरहरूलाई चाहिँ अब मेरो भनाइ त्यही हो, अब तपाईँहरूले एउटा योग्य व्यक्ति छान्नुहोस्, एउटा काम गर्ने योग्य व्यक्ति छान्नुहोस् र अनुभवीलाई छान्नुहोस्, एउटा राम्रो टिम बनाउनुहोस्। तपाईँहरूले चाहिँ यो अन्य कुराहरू, राजनीतिक कुराबाट अलग रहेर उठेर अन्य क्षेत्रको कुराहरू माथि उठेर एउटा योग्य व्यक्ति छान्नुहोस्। त्यो व्यक्तिमा म पनि एउटा हुँ, मलाई नबिर्सिनुहोस् र मैले तपाईँहरूको सेवा गर्ने मलाई मौका दिनुहोस्। यति भन्दै उहाँहरूको लागि शुभरात्रि भन्छु, धन्यवाद भन्छु। हस्, समय दिनुभएको लागि धेरै धेरै धन्यवाद। हुन्छ, अब यहाँलाई चुनावमा शुभकामना, होइन? सफलता होस्, धन्यवाद, राम्रो होस् भनेर। अनि समय दिनुभएको लागि धेरै धेरै धन्यवाद। एएनटिभी एनआरएन स्काई फोरम कन्टिन्यू गर्दै लैजानेछु अरू उम्मेदवारहरूसँग पनि। सबैलाई यो प्लेटफर्म चाहिँ दिएर अनि अरू मिडियाहरूमा पनि आउँछ, यो अनलाइन मिडियाहरूमा पनि जतिले चाहनुहुन्छ म लिङ्क दिन सक्छु युट्युबमा हालेर, है? सबैले हेर्न पाउन्, सबैले जानुन्, बुझुन्, सबैको कुराहरू सुन्न पुगोस्, सबैको भोइसहरू पुगोस् भनेर यो सुरु गरेको हो। यो चाहिँ मेरो आफ्नै टेक्नोलोजीमा डेभलप गरेको हो, होइन? समय दिनुभएको लागि धेरै धेरै